यो चाहिँ पेलर्गोनियम हो। यो चाहिँ सालमा एकपल्ट फुल्छ, त्यसपछि यो रेस्टिङमा जान्छ, फेरि अर्को साल त्यही प्लान्टबाट फुलहरू फुल्छ। एकपल्ट किनेर ल्याएपछि चाहिँ घरिघरि यसलाई किनेर रहनु परेन। यसमा फुलहरू धेरै लामोसम्म फुल्छ। फेब्रुअरी मार्च अप्रिलमा चाहिँ कोपिला लाग्छ। अप्रिलदेखिको उता चाहिँ यसमा फुल फुल्न थाल्छ। सेप्टेम्बरसम्म पनि यसलाई ठिकसँगले स्याहार गऱ्यो भने यसमा फुलहरू फुलिरहन्छ। नोभेम्बरदेखिको फेब्रुअरीसम्म चाहिँ यो रेस्टिङमा जान्छ। त्यति बेला चाहिँ यसको बोटहरू सुक्छ, तर यसको जरा भने चाहिँ मरेको हुँदैन। त्यति बेला चाहिँ पानी एकदमै कम्ती दिनुपर्छ। कटिङबाट सजिलैसँगले यसलाई मार्चदेखिको मेसम्म जहिले प्रोपोगेट गर्दा पनि हुन्छ। त्यस्तै प्रकारले सेप्टेम्बर महिनामा पनि यसको कटिङहरू सजिलैसँगले सर्छ। धेरै फुल फुल्नुको निम्ति चाहिँ मार्चदेखिको मेसम्म चाहिँ 2 लिटर पानीमा 2 ग्राम एप्सम सल्ट हालेर यसलाई चाहिँ स्प्रे गरिदिनुपर्छ महिनामा एकचोटि। एकदमै बेसी रिच माटो मिश्रण चाहिँ तयार गर्नु हुँदैन। त्यस्तो माटो मिश्रणमा चाहिँ यसको पत्ताहरू बेसी आउँछ, यो बेसी झाँगिन्छ, फुल भने चाहिँ कम्ती फुल्छ। 30% जति कम्पोस्ट मिलाएर वेल ड्रेनिङ माटो मिश्रण तयार गरे त्यसमा यो एकदमै राम्रो फुलिहाल्छ। यो चाहिँ चिसो रात र न्यानो दिनहरू जुन ठाउँमा हुन्छ त्यस्तो जग्गामा चाहिँ एकदमै बेसी मात्रामा फुल्छ र लामो समयसम्म फुलिरहन्छ। त्यसैकारणले हाम्रोतिर चाहिँ सेप्टेम्बर अक्टोबरमा पनि यसमा फुलहरू देखा पर्ने गर्दछ। फेब्रुअरी महिनामा चाहिँ यसलाई हार्ड प्रुनिङ गर्नुपर्छ। मार्चदेखिको मेसम्म चाहिँ 15 दिनमा एकपल्ट लिक्विड फर्टिलाइजरको प्रयोग गर्नुपर्छ।